गर्नुहोस् सर, अहिले त मेचीमा सुतेर बिहान कोसीमा त उठ्न पाउनु भएछ, नेपालभित्रै त उठ्न पाउनु भएछ, गर्व गर्नुहोस्। यी नालायक नागाहरू हरामखोर राष्ट्रघाती भ्रष्टाचारी कुत्ताका औलादहरूले कुनै दिन नेपालमा सुतेको मान्छे भोलिपल्ट उठ्दा बिहारमा उठ्ने, बिहार बनाइदिन पनि सक्छन्, इन्डिया बनाइदिन पनि सक्छन्। त्यो हुँदाखेरि यिनीहरूको त कुनै पनि भर छैन, यिनीहरू डेरावाला हुन्, डेरावालालाई देशको माया नहुँदो रहेछ। त्यो हुँदाखेरि तपाईँ हामी अब जाग्नुपर्छ। अब तपाईँ हामीले यी राष्ट्रघाती भ्रष्टाचारी हरामखोर यी विदेशीका दलाल नेताहरूलाई घर घरमा गएर समातेर ल्याएर कुट्ने अभियान चलाउनुपर्छ, रोडमा ल्याएर भकुन्डो खेल्ने अभियान चलाउनुपर्छ। अनि मात्र हाम्रो देश सुरक्षित छ, हाम्रो भविष्य छ, हाम्रो सन्ततिहरूको भविष्य सुरक्षित छ। नभए सुरक्षित छैन। हेर्नुहोस्, यहाँ केही पनि सुरक्षित छैन। आज मेची अञ्चललाई, पूर्वाञ्चललाई कोशी प्रदेश त बनाइसके, जहाँ चाहिँ विश्वकै सर्वोत्कृष्ट सगरमाथा भएको प्रदेशलाई चाहिँ कोशी प्रदेश नामाङ्करण गरे। कि यहाँ सगरमाथा प्रदेश नामाङ्करण गर्न सकिन्न थियो? देश विदेशले जानेको माउन्टेन एभरेस्ट सगरमाथा प्रदेश बनाउन सकिन्न थियो? त्यो गर्न चाहेनन् किन? यिनीहरू विदेशीहरूबाट मिलाछन्, यी नागाहरू, यी हरामखोर चुतिया भ्रष्टाचारीहरू। त्यो हुँदाखेरि यिनीहरूले विदेशीको इसारामा यिनीहरूले यस्ता नामाङ्करण गरेका हुन्। अब यिनीहरूले राजधानी पनि विराटनगरलाई बनाउँदैछन्, किनकि त्यो इन्डियाको बोर्डर साइडमा पर्छ। त्यो हुँदाखेरि अब तपाईँ हामीले नेता कुटक भ्रष्टाचारी दलाल माफियाहरूलाई कुट्ने अभियान चलाउनुपर्छ। घरमा गएर थुतेर कुट्ने अभियान जबसम्म चलाउन सक्दैन यो देश सुरक्षित छैन, यो देश बन्नेवाला छैन। यी डेरावालाहरूले देश बर्बाद गरिसके। अब हामीले घरबेटी ल्याउनुपर्छ। घरबेटी जबसम्म राजा रहन्छन् तब मात्र देश रहन्छ भन्ने कुरो प्रश्न बनाइसके। यिनीहरूको इतिहासले देखाइसक्यो। यिनीहरूको मन परितन्त्र भएको छ। हेर्नुहोस्, नेपाल यिनीहरूकी आमाले ल्याएको दाइजो बाउको अंश बनाएका छन् नेपाललाई। यिनीहरूले जे चाह्यो त्यही गर्ने, जे मन पर्यो त्यही गर्ने। त्यो हुँदाखेरि तपाईँ हामी अब सचेत हुनुपर्छ। अब यस्तो आन्दोलन गर्नुपर्ने छ, यस्तो मूल्य चुकाउनुपर्छ अब एकचोटि नेपालमा, जहाँ कि नेताहरूलाई घर घरमा गएर कुदेर ल्याएर रोडमा ल्याएर भकुन्डो खेल्ने अभियान जब चलाएर चाहिँ यिनीहरूलाई परास्त गरिन्छ, यी भ्रष्ट दलाल तस्कर यी विदेशीका गोठाला केटाहरूलाई, तब मात्र देश विकास हुनेछ, देश समृद्धि सुशासन आउनेछ, देश सुरक्षित रहनेछ, नभए रहने छैन। हेर्नुहोस्, सुरुवाती चरण गरिसके यिनीहरूले। हेर्नुहोस् त अब सुन्दै नसुनेको कस्तो अनौठो कोशी प्रदेश। यस्तो पनि हुन्छ कोशी प्रदेश? यो के कोशी प्रदेश? यो त कस्तो अनौठो लागिरहेको छ मलाई त। मेची अञ्चलको मान्छे कोशी प्रदेश भन्नु पनि अनौठो लागेको छ, किनकि विश्वकै सर्वोच्च शिखर सगरमाथा भएको सगरमाथा प्रदेश भनिदिएको भए कस्तो उच्च हुन्थ्यो, चौडा हुन्थ्यो छाती। तर यहाँ यिनीहरूले हाम्रो शिर झुकाएका छन्। मलाई त यो नाममा त म त सन्तुष्ट छैन। मेरो धारणा त सगरमाथा प्रदेश हुनुपर्थ्यो, होइन भने 14 अञ्चल 75 जिल्ला खल्लीबल्ली प्रदेश। खल्लीबल्ली यो सानो देशमा प्रदेशको कुनै कामै छैन। यिनीहरूले आफू र आफ्नालाई पोस्नलाई लुटेर खानका लागि बनाएको प्रदेश हो, विकासका लागि कुनै हालतमा पनि होइन। आफ्नालाई लुट्नका लागि, लुटाउनको लागि बनाएको हो यो प्रदेश।